हेलो साथीहरू, आज चाहिँ म पाटन दरबार स्क्वायरतिर मेरो समर हलिडे भइरहेको बेला म चाहिँ आफ्नो दिदीसँग आएको। अनि यहाँतिर चाहिँ म के भन्छ यो पाटन दरबारतिरको अलिकति हेरौँ न ब्युटी भनेर आएको। म र दिदीहरू यहाँ आउनको मेन मोटिभ चाहिँ अब फोटोसोटो तान्ने अनि हिस्टोरिकल कुराहरू पहिला कस्तो थियो त्योहरू हेर्ने थियो। अब आउनु हामीसँग त मसँग हजुर पनि हेर्नुहोस् कसरी मैले एक्सप्लोर गरेँ। वेलकम टु माई भ्लग, माई फर्स्ट भ्लग इन युट्युब च्यानल। सबभन्दा फर्स्टमा चाहिँ एउटा एकदमै डर लाग्दो मूर्ति देखेँ होइन मैले। अनि मूर्ति देखेपछि चाहिँ यहाँतिर कृष्ण मन्दिरको फोटोहरू थियो होइन, पेन्टिङहरू फोटोहरू लगाएको थियो। अनि पोस्टरहरू पनि त्यसको बारेमा जानकारीहरू पनि टाँसेको थियो। त्यसपछि चाहिँ अब यहाँ म आइपुगेँ। यो जुन तपाईँले मेरो पछाडि ठुल्ठुलो घरहरू टाइप स्ट्रक्चर देख्नु भइरहेछ त्योमा चाहिँ ब्रेसलेटहरू, बुकहरू अनि के को स्ट्याचुहरू चाहिँ राखेको थियो, स्कल्पचरहरू। अनि म र दिदी चाहिँ यसलाई हेर्न जाऊँ भनेको, तर त्यहाँतिर चाहिँ अथराइज पर्मिसन चाहिएको रहेछ। त्यही भएर चाहिँ हामीले टिकट कटाउनु पर्छ अनि धेरै पैसा लाग्ने भएकाले हामी बाहिरतिरै घुम्यौँ होइन, मस्ती गऱ्यौँ। अनि मस्ती गरेपछि चाहिँ त्यसको ठ्याक्कै सेन्टरमा चाहिँ जहाँ हामी घुम्यौँ त्यसको ठ्याक्कै सेन्टरमा चाहिँ एउटा वाइट कलरको पिलर भन्नाले पनि मन्दिर थियो होइन ठुलो। त्यसको टपमा चाहिँ झन्डा थियो। अब यो के को मन्दिर हो हजुरहरू कमेन्टमा भन्नु होला। अनि यो मन्दिरहरूको त्यो के भन्छ त्यो गेटतिर चाहिँ दुईवटा सिंह थियो अनि चारैतिरबाट चारवटा ढोका थियो। सबै ढोकामा भगवानको मूर्ति देखिँदो रहेछ होइन। त्यसपछि चाहिँ अब यति आजको लागि यति नै। अर्को भ्लग पनि म पक्कै लिएर आउनेछु। त्यो अहिलेसम्म हेरिराख्नको लागि हजुरको धेरै धेरै धन्यवाद। बाई। Subscribe to my